मानिसहरूलाई निरन्तर टाढा टाढाको यात्रा गरिरहनु परेको हुन्छ। त्यस्तोमा हाम्रो वैदिक शास्त्रीय परम्परा अनुसार यात्रामा चन्द्रमाको दिशा एवं शुभ रङ अनुसार सफलता मिल्ने कुरा शास्त्रमा वर्णन गरिएको छ। विशेष गरी ज्योतिष शास्त्रमा यसको बारेमा वर्णन पाइन्छ र निर्णय पनि त्यस्तै रहेको छ। यात्रामा हाम्रो शास्त्रीय परम्परा अनुसार चन्द्रमा सामान्यतया दायाँ पार्नु पर्दछ। त्यसरी नै श्वेत सेता तथा पहेँला चन्द्रमा लाभकारी हुने गर्दछन् भन्ने हाम्रो शास्त्रीय मान्यता रहेको छ। रातो चन्द्रमा विवाद झगडा हुने तथा रातो चन्द्रमामा विवाद झगडा हुने तथा काला चन्द्रमामा अनिष्टकारी गएको काम सफल नहुने हुने हुँदा ज्योतिषशास्त्रको यस्तो प्रमाण रहेको हुँदा आफ्नो यात्राको सफलताको लागि सामान्य अगाडि चन्द्रमा आफू जुन दिशा जाने हो त्यही दिशामा चन्द्रमा भएको बेला त्यो चन्द्रमा पार्ने वा सामने छैन भने आफ्नो दायाँ र चन्द्रमाको रङ सेतो वा पहेँलो। सेतोले पूर्ण सफलता दिन्छ, पहेँलोले धन आर्जन गर्नको लागि सफलता प्राप्ति हुन्छ। चन्द्रमाले यात्रामा यस प्रकारले आफ्नो सामने वा दायाँ चन्द्रमा, सेतो वा पहेँलो चन्द्रमा पारेर यात्रा गर्दाखेरिमा त्यो यात्रालाई सफल हुन्छ भन्ने ज्योतिषशास्त्रीय मान्यता रहेको छ। मैले यहाँ चार्ट पनि दिएको छु। जस्तै मेष, सिंह, वृश्चिकका चन्द्रमा यो पञ्चाङ्गमा हेरेर, पञ्चाङ्गमा हाम्रो एउटा कोलम हुन्छ। त्यो कोलममा हामी पल्टाएर हेरेपछि पञ्चाङ्गमा चन्द्रमा लेखिरहेको हुन्छ अनि त्यहाँ समय पनि दिएको हुन्छ, चन्द्र राशि भनेर लेखिरहेको हुन्छ। त्यहाँ हेर्दाखेरिमा जुन दिनको चन्द्रमा छ, जुन जति गते हेर्नु भएको छ त्यसको सिधा कोलममा चन्द्र राशि भनेको ठाउँमा हेर्नुभयो भने त्यो दिन कुन चन्द्रमा रहेछ त्यहाँ उल्लेख गरिरहेको हुन्छ। त्यसै अनुसार मेष, सिंह र वृश्चिक राशिको चन्द्रमा रातो हुन्छन्, रक्त वर्णका हुन्छन् र यिनको फल वैरभाव, गएको कार्यमा विवाद आदि हुने भनेर उल्लेख गरिएको छ। त्यसै गरी वृष, कर्कट र तुलाका चन्द्रमा सेता हुन्छन् र यो सेता चन्द्रमाले धन लाभ, अर्थ लाभ गराउने र गएको काम सिद्धि हुने भनेर भनिन्छ। त्यसरी नै मिथुन, धनु र मीनका चन्द्रमा पहेँला हुन्छन्। तीत भनेका पहेँला हुन्। पहेँला चन्द्रमाले पनि उत्तम गराउँछन्, गएको कार्य सफल हुन्छ। तर कन्या, मकर र कुम्भ राशिमा चन्द्रमा रहेको बेला यात्रा गर्दा यो चन्द्रमा कालो कृष्ण हुन्छ र यो चन्द्रमाले अनिष्टकारी, नसोचेको कुराहरू, धेरै कष्टहरू झेल्न पर्ने स्थिति र कार्य सफलता गर्न पनि कठिनाइ हुने हुँदा यो चन्द्रमामा, कालो चन्द्रमामा, कन्या, मकर र कुम्भको चन्द्रमामा यात्रा नगर्ने भन्ने परम्परा, ज्योतिषीय शास्त्रीय मान्यता र हाम्रो रीत रहेको छ। मैले यात्रा सम्बन्धमा यहाँहरूलाई यो कुरा विस्तारमा जानकारी गराएको छु र मैले यहाँ यसको महत्त्व अहिलेको समयमा मान्छेहरू कामको हतारमा टाढा टाढाको यात्रा गर्दाखेरिमा आफ्नो सुविधालाई मात्रै ध्यान राख्ने र गएको उद्देश्य चाहिँ, लक्ष्य चाहिँ असल राखेको हुन्छ तर समय चाहिँ असल पऱ्यो कि परेन, शुभ समयमा हामीले यात्रा गऱ्यौँ कि गरेनौँ भनेर मनमा कुनै शङ्का रह्यो भने त्यो शङ्का निवारण होस् भन्नको लागि मैले यस प्रकारले यो चन्द्रमाको चार्टसहित यहाँहरूलाई यहाँ निवेदन गरेको छु। यहाँहरू आफैले जब पञ्चाङ्ग पल्टाउनुहुन्छ त्यसबेला यो चार्टलाई हेर्नुहोस्। मेष, सिंह र वृश्चिक राशिको चन्द्रमा रहेछ भने रातो चन्द्रमा हुन्छ, त्यो चन्द्रमा त्यति शुभ भएन।
वृष कर्कट र तुलाको चन्द्रमा रहेछ भने सेतु चन्द्रमा हुन्छ, त्यो लाभकारी भयो। मिथुन धनु र मीनको चन्द्रमा रहेछ भने पहेँला हुन्छन्, त्यो पनि उत्तम भयो। तर कन्या मकर र कुम्भ यो तीनवटा चन्द्रमा चाहिँ काला हुने हुनाले अनिष्टकारी भनेर भनिएको छ। यात्रामा यसलाई शुभ मानिएको छैन। यसै अनुसार यहाँहरूले आफ्नो अनुकूल भएसम्म वृष कर्कट र तुला, मिथुन धनु र मीनको चन्द्रमामा यात्रा गर्ने कोसिस गर्नुभयो भने गरेको कार्य, यात्राको उद्देश्य पूर्ण रूपमा सफल हुनेछ। यहाँहरू सबैको लागि लाभ होस्, शुभ लाभ होस्, यही मेरो शुभकामना छ। धन्यवाद। जय काली।